आदरणीय दर्शकबिन्दुहरू, आज म र मेरो आमा अनि मेरो श्रीमती हामी तीनजना घरबाट बाहिर निक्ल्यौँ। आमालाई चाहिँ घरभन्दा अलिकता माथि सानो बजार छ, त्यो बजारमा केही सानातिना चाहिने कुराहरू किनमेल गर्नको लागि र श्रीमती र म गाउँ भ्रमणको लागि निस्केका छौँ। यस यात्रामा हामीले बाटोमा चाहिँ अर्ग्यानिक आलु खेती देख्न पायौँ, जहाँ यति राम्रो आलु लसुनहरूको खेती भइरहेको छ, जसलाई हेरेर हाम्रो मन नै चाहिँ एकदम मनमोहक भइरहेको छ। र घर गाउँमा हुने यी फुलहरू, घरका सजावटहरूमा चाहिँ यी फुलहरूले महत्त्व दिइरहेको छ भने हाम्रो घरमा मैले माथि सहरको घरमा पुगिसकेँ म। त्यसपछि त्यहाँ एउटा भेन्टाको ठुलो रुख रहेछ। यत्रो रुखमा भेन्टा फलेको मैले पहिलोपटक देखेँ। यी भेन्टाहरू रातो रातो भएर पाक्दो रहेछ र यी भेन्टाहरू खास गरेर तपाईँको अचार खानको लागि प्रयोग हुने रहेछ। म अहिले राजासुवाराको डिलमा आइपुगेँ। त्यहाँ हाम्रो साथीको घरमा यस्तो राम्रो सजावट, अनि त्यसपछि मैले अगाडि तपाईँहरूलाई देखाउँदैछु। यो भनेको यहाँको अस्पताल हो। यो अस्पताल हो, यो ठुलो अस्पताल हो। यसमा चाहिँ मान्छे भर्ना गरेर, बिरामीहरू भर्ना गरेर उपचार पनि गरिन्छ। साथमा यहाँ तपाईँलाई मैले चण्डी थान देखाउँदैछु। हामी वर्षमा गएर हामीले त्यहाँ पूजा गरिन्थ्यो। भर्खरै जुम गरेर देखाएँ तपाईँहरूलाई। फेरि यो अर्ग्यानिक खेती देखाइसकेँ मैले तपाईँलाई। यसरी मल हालेर अर्ग्यानिक खेती गरिन्छ गाउँघरतिर। हेर्नुहोस्, यस्तो खाना खानाले हामी निरोगी भइन्छ, यो अर्ग्यानिक खेतीको खाना खानाले। अनि मैले तपाईँलाई यहाँको माध्यमिक विद्यालय देखाएँ, जनहित माध्यमिक विद्यालय। यो विद्यालयमा हाम्रा भाइ बहिनीहरू पढ्छन्, हाम्रा छोरानातीहरू पढ्छन्। अति सुन्दर यहाँ सबै व्यवस्था, मोटर बाटोको व्यवस्था, खानेपानीको व्यवस्था, यहाँको सबैको चिनारी तपाईँहरूलाई देखाएँ। कति राम्रो पहाडको ठाउँमा पनि यति राम्रो समतल जग्गा छ। यो जग्गालाई चाहिँ राजासुवारा भन्छन् सर। राजासुवारा भन्ने ठाउँ हो यो। अति मनमोहक ठाउँ छ यो। हेर्नुहोस्, आहा कति राम्रा घरहरू। यो तल्लाथर हाम्रो सब सिकर्मी डकर्मीहरू बस्ने, हाम्रा चाहिँ पहिलाका इन्जिनियरहरू बस्ने ठाउँहरू हो, यो घरहरू हो। अनि योभन्दा माथि हाम्रो दर्जी गाउँ छ, मास्टरहरूको गाउँ छ, दर्जीहरूको। अनि गुरुङ गाउँ छ। यस्तै गरेर म यो माझकट्री तपाईँहरूलाई देखाउँदै गइरहेको छु। र माझकट्री हेर्नुहोस्, आनन्द मान्नुहोस्, होइन। अब हामी बुढाबुढी अगाडि बढ्दैछौँ गफगाफ गर्दै। अब यस क्रममा जाडो पनि अत्याधिक जाडो छ र हामीले बाक्लो बाक्लो कपडाहरू पनि लगाएर हिँडेका छौँ। बुढीले त चेन्जेबल चस्मा लगाएकी रहेछन्, होइन। मैले त चेन्जेबल चस्मा अलि पावर नमिलेको भएर लगाएको छैन। त्यही भएर पनि अब मजा आइरहेछ बुढाबुढी मस्त हिँड्दाखेरि आनन्दले, होइन। अब धेरै वर्ष देखियो भोटे कुकुरले, गाउँमा यस्ता भोटे कुकुर हुन्छन्, कति आनन्दले बसिरहेछ, कस्तो मजासँग, कति राम्रो। अब हेर्नुहोस्, यी घरको सजावटहरू गाउँमा यस्तो राम्रोसँग गरिन्छ। हेर्नुहोस्, यो आर्टिफिसियल भनेको केही छैन, सब नेचुरल भ्यू, नेचुरल हावापानी, नेचुरल वातावरण। यहाँका मानिसहरूको मन पनि एकदम आत्मीय स्वभावको छ र यहाँबाट देखिने दृश्यहरू यस्तो छ। हेर्नुहोस्, यहाँबाट गएर देखिने दृश्यहरू यो छ। अहिले हामी तपाईँलाई मैले भन्नै भुलेँ, हामी डाँडामा पुगिसकेका छौँ। हेर्नुहोस्, डाँडामा पुगेर मैले तपाईँलाई यो हिमाल देखाएँ। हामीले यहाँ जेठाजुबारी भनिन्थ्यो हिमाललाई, जेठाजुबारी भन्ने हिमाल देखाएँ। अब त्यसपछि गएर हामीले यहाँ अलिकता खिच्दै जाँदाखेरि, ओहो, यो भनेको तपाईँको यहाँ पर्यटनहरू, पाहुनाहरू आएर बस्ने ठाउँ, खाजा खाने ठाउँ। अब यो हाम्रो गेट भयो, हाम्रो इन्ट्रान्स गेट भयो। माझी भन्ज्याङ हो यो डाँडाको चुचुरो भने मैले तपाईँलाई। यसलाई माझी भन्ज्याङ भनिन्छ। यो माझी भन्ज्याङमा चाहिँ तपाईँहरूले धेरै चाहिँ पर्यटनहरू, अन्तर्राष्ट्रिय पर्यटकहरू र हाम्रो देश विदेशका पर्यटकहरू आएर यसरी फोटो खिच्ने, रमाउने गर्दछन्। म लामो समयकालसम्म चाहिँ बाहिर बसेको हुनाले आफ्नै घर पनि मलाई चाहिँ पर्यटन क्षेत्र लाग्यो, आफ्नै ठाउँ पनि पर्यटन क्षेत्र लाग्यो। र यहाँ चाहिँ डेभलप भइसकेको हुनाले त्यहाँ जाउँ कि र चाहिँ एकपटक चाहिँ आफू पनि रमाउँ भन्ने लागिरह्यो। यो तपाईँलाई भर्खरै मैले
देखाउँदैछु। अब हामी यहाँ पिङ पनि खेल्छौँ र चाहिँ यहाँ अगाडि लभको साइनमा छ। यो लभको साइनमा आएर हामी बुढाबुढीहरू अब फोटो सेसन पनि गर्छौँ। पहिला बुढीको फोटोहरू म खिचिरहेको हुन्छु होइन, त्यसपछि बुढीले अलग अलग पोजमा फोटो खिचिरहेको हुन्छन्। मस्त मक्खी छन् मेरो बुढी पनि, धेरै बेसरी खुसी भइछन्। आफ्नै गाउँघरमा पनि यिनी कहाँ आयो भने जस्तो भइरहेछ यिनलाई, रमाइलो भइरहेछ। बुढा यसरी फोटो खिच्दै उसरी खिच्दै भनेर बसेछन्। अब त्यसपछि अनि अब बुढाबुढी मात्रै छौँ, अरू हाम्रो साथी छैन। यो मैले सेल्फ चाहिँ मोबाइल चाहिँ अडाएर अगाडि सेल्फीबाट खिचेको फोटोहरू हो। अनि तपाईँलाई फेरि बुढीले मेरो फोटोहरू खिचिदिन थालिन्। अब अनि फेरि मैले पनि अलग अलग पोजमा दिन थालेँ फोटोहरूमा। ल हेर्नुहोस् कस्तो रमाइलो छ यहाँको पछाडिको भ्यू हेर्नु न। ओहो, पछाडिको भ्यू त आनन्दमय छ। अब हाम्रो आयो पिङ खेल्ने पालो। अब बुढी पिङ खेल्छिन् पहिला। सरररररर वी सररररर वी सरर भन्दै पिङ खेल्छिन्। आहा, रमाइछन् पिङमा। मेरो बुढी रमाएको देख्दा मलाई खुसी लाउँछ, कस्तो मजा गरेछन्। अब पिङ खेल्ने पालो मेरो आयो, बुढीले खिच्देऊ भनेर चाहिँ बुढीले 1 2 3 रेडी भन्न लाग्यो क्या। यो अब क्या मजा हुन्छ। म तपाईँलाई हल्का फास्ट गरेर देखाएको, बुढी लामो हुन्छ भनेर। साह्रै रमाइलो पल हेर्नुहोस्। अब बुढाबुढीसँगै पिङ खेलियो। यी अलि राम्रो आएन, यो चाहिँ अब ऊ गरेको भएर राम्रो आएन छ। यो पार्टलाई साइड डिलिट गर्नु पर्ला, अरू ठिक छ होइन। अब त्यसपछि गएर हामी फेरि लभ साइनमा बसियो बुढाबुढी। मैले यो चाहिँ मिलाएको क्या, यस्तो हात ठडाएर अनि ठ्याक्क गएर त्यहाँ बुढी थियो उभिएपछि क्यामेराले खिच्छ। त्यस्तो गरे नत्र हामीलाई फोटो खिचिदिने कोही थिएन हेर्नुहोस्। अब माझी भेन्ज्याङको उकालो चढ्दै गर्दाखेरि चाहिँ फेरि बुढीले मेरो भिडियो बनाइदिनु बुढा भनिन्। अनि यस्तो भिडियो बनाइदिएको। अनि हामी बुढीले पनि मलाई भिडियो बनाइदिनु बुढा भन्छन्। अनि मलाई पनि मन लाग्छ, फेरि बुढीलाई मन अब फकाउनै पर्यो। अब यस्तो लेकमा लिएर आएको छु होइन, बुढी फकाउनलाई जे भनौँ त्यही मान्नुपर्ने छ, के गर्ने, मानेकै छु। अब माझी भेन्ज्याङबाट फेरि यहाँको दृश्यहरू देखाउन लागिसक्यो तपाईँहरूलाई। सर गाडी जान्छ हाम्रो पञ्चमुल ढकालटोकतिर। यो पञ्चमुल ढकालटोक दिएको हो। हेर्नुहोस् यस्तो राम्रो सिनरीहरू छ यहाँको। ओहो, यहाँ चाहिँ खर्च पनि कम लाग्छ बस्नलाई। हेर्नु, खाना बस्नलाई बिजुली पानीको पनि खर्च हुँदैन, अति आनन्द छ। अब हाम्रो योजना भनेको चाहिँ तपाईँको माझी भेन्ज्याङबाट फेरि हामी अगाडि थाप्ले जाने हाम्रो प्लानिङ छ। यो तपाईँलाई यो देखिहाल्ने रेस्टुरा देखाएँ। यहाँ तपाईँको होमस्टे पनि प्रबन्ध छ। अब हामी थाप्ले जाने क्रममा त्यहाँ हामी पहिला हिँड्ने बाटो थियो पुरानो, त्यहाँ हामी चौतारो थियो न्यु बाटोको उकालो चढेर आएपछि बस्ने, अथवा गाउँबाट चाहिँ फेरि चाहिँ डाँडासम्म गएर बस्ने, अथवा पानी सानी ओत गर्ने। कहिले मान्छेहरू भाषै पनि बस्ने खालको चाहिँ यो चौतारो हो। यो चौतारोभित्रै चाहिँ पुरानो चौतारो भयो। अनि यो बाटो हिँड्थ्यौँ हामी पहिला होइन। अब चाहिँ हामी थाप्लेतिर जान्छौँ। यो मोटरको बाटो ग्रेभल बाटो हुँदै अगाडि थाप्लेतिर जान्छौँ र थाप्लेमा उहाँ पुग्ने हाम्रो प्लानिङ छ। आज साधन पनि हामीलाई केही मिलेको छैन र बुढाबुढी हामी हिँडेरै जाने हो। यहाँ लाली गुराँसका बुट्टाहरू देखियो हेर्नुहोस्। यो फुल्ने मौसममा पुरै बने झलललललललल रातो हुन्छ सजा जस्तो, बहुत राम्रो हुन्छ। हामी आइपुग्यौँ हेरौँ, दरौँ थाप्ले भन्ने हाम्रो यो गेट हो। दरौँ थाप्लेमा हामी आइपुग्यौँ। हाम्रो बुढीले बेस के अरे नाटक गर्दैछन्, घरि गए झैँ गर्दैछन्, घरि आए झैँ गर्दैछन्। यहाँ बुढीको भिडियो पनि बनाइदिएँ मैले। आहा, कति राम्रो होइन। अनि त्यसपछि हामी बुढाबुढी फेरि लागियो गफ गर्दै थाप्लेतिर लागियो। हिँड्दा आइपुग्यो अन्तिममा। यहाँ पार्किङ एरिया रहेछ। त्यसपछि यहाँ भ्यू टावर छ। अनि त्यसपछि तपाईँलाई हरेक अनुभवहरू बताउने छु है। आइयो हामी ट्याक्क थाप्लेको बुद्ध मन्दिरमा आइयो, ढोक गरेर सिनी ढोक गरेर म अगाडि बढेँ। अब बुढी पनि फेरि मलाई पनि त्यसरी खिचिदिनु बुढा भन्छन्। अनि ल भनेर जाऊ तिमी बस, म क्यामेरा समात्छु भनेर फेरि मोबाइल समातेर ठ्याक्कै खिचिदिएँ। मक्ख परेर गफर्दै आइछन् माथि। यस्तै हो हजुरहरू, हामी भनेको आफैमा आफै खुसी हुन सक्नुपर्छ। खुसी कहीँ किनेर पाइँदैन, खुसी आफैभित्र हुन्छ। आफैमा रहन जान्नुपर्छ। संसारमा जीवनसाथी श्रीमती नै अन्तिम सहारा रहेछ। हेर्नु, श्रीमानको श्रीमती, श्रीमानको श्रीमती र श्रीमतीको श्रीमान नै अन्तिम सहारा रहेछ। छोराछोरीहरू भनेको अब
छाउराहरू जस्तो चाहिँ तपाईँहरू चाहिँ हुर्केपछि गुण छोडेर गए जस्तो कोही अस्ट्रेलिया जान्छन्, कोही अमेरिका जान्छन्, कोही जापान जान्छन्। अब हाम्रो नेपालको आर्थिक अवस्था यस्तै छ। अब यस्तै छ होइन। अब यो चुनावी माहौलमा राजनीतिक कुरा नगरौँ, पछि गरौँला। आइयो अन्तिममा हामी चाहिँ यहाँसम्म आइयो, लामो यात्रा, यहाँको 1 किलोमिटर ग्राभल, हामी लगभग 1 किलोमिटर ग्राभल पार गरेर पनि भगवान् बुद्धको दर्शन गर्न आइपुग्यो। ओम माने प्यामे होम, ओम माने प्यामे होम, ओम बुद्धाय नमः, ओम बुद्धाय नमः, ओम बुद्धाय नमः। अति आनन्दसँग हाम्रो बुढीले पनि ओम माने प्यामे होम भनेर घुमाउन लाइन्। यहाँ एउटा चाहिँ अति अचम्मको कुरा के रहेछ भने त्यो बुढीले घुमाएको माथि एउटा डन्डा रहेछ। त्यो डन्डामा चट्ट एकपल्टि चाहिँ एक राउन्ड मारिसकेपछि एकपटक घन्टी चाहिँ बज्दो रहेछ के। फेरि अहिले चाहिँ घन्टी चाहिँ बज्नै पर्ने अवस्थाको समय हो, घन्टी बजाउनै पर्छ। र यो घन्टी पनि बजेको सुन्दाखेरि बुढीलाई अझै घुमाऊ भनेर मैले घन्टीको आवाज सुन्न पाउँदाखेरि अति ट्याङ ट्याङ घन्टी सुन्न पाएँ म। तर मैले छिटो छिटो घुमाएको भएर मैले घुमाउँदाखेरि चाहिँ घन्टी बजुनेन। किनकि खै घन्टीले मलाई अलिक समर्थन नदिए जस्तो छ। होम माने बेने होम, होम माने बेने होम भन्दै चाहिँ मैले चाहिँ मन्त्र पढ्दै चाहिँ घुमाइरहेको थिएँ। मस्त मजा इन्जोय आइरहेछ। अनि यस्तो रमाइलो पलमा हजुरहरूलाई पनि सामेल गरौँ, केही कुराहरू आफ्नो मनको जिज्ञासाहरू राखौँ र यहाँ बुद्ध भगवानको दर्शन गराउँ र यहाँबाट देखिने दृश्यहरू हजुरलाई पनि देखाउँ भन्ने उद्देश्यले म आफू मात्र हेरेर मोबाइलमा कैद गरेर राखेर के नै भएर होइन, हामीले चाहिँ सबै साथीहरू माझ पुर्याउन सकियो भने त्यसको आनन्द अर्कै हुन्छ। अब यसपछि फेरि हामी भ्यू टावरमा जानेछौँ। भ्यू टावरमा गइसकेपछि हाम्रो फेरि अर्कै अनुभव तपाईँहरूलाई बताउनेछु म। कृपा गरी यो च्यानललाई लाइक, सब्सक्राइब र सेयर गर्न नभुल्नु होला। त्यहीँ छेउमा लाइकको बटन हुन्छ, चट्ट कन्जुसी नगरिकन एउटा लाइक गरिदिनु होला। अनि सब्सक्राइब अवश्य पनि गर्नु होला। सब्सक्राइब गर्नु भने यस्ता नयाँ नयाँ चाहिँ तपाईँका खोज अनुसन्धानहरू र चाहिँ मनोरञ्जन दृश्यहरू म तपाईँहरू सामुन्ने ल्याउनेछु। तपाईँहरू अवश्य पनि लाभ लिन पाउनुहुनेछ। र हामी इन्जोय गरेर पोज दिई फोटोहरू बनाइरहेछौँ। फोटो सेसन चलिरहेछ हाम्रो। हामी आनन्दले रमाइरहेछौँ। एक त भगवान् बुद्धको छाया मुनि बसेर हामीले यसरी चाहिँ आफूलाई चाहिँ खुसी पाउँदाखेरि भगवान् बुद्धलाई नि कति खुसी लागिरहेको होला। अब यो बुढीको पालो आयो फोटो सेसनको। बुढी उडे जस्तो गर भनेको आइट उडिन् भने जस्तो गरे झन् रमाइलो भइरहेछ होइन। फोटो सेसनमा पोज लियो भने बुढी हाम्रो बुढी यस्तै हुन् के, यस्तै हुन् होइन। जान्दिनँ नल्ली, मैले नि खासै जानेको त केही होइन। त्यही पनि अब चाहिँ यो चाहिँ हामी मैले सेल्फ आइडियाबाटै अब एउटा यस्तो छ हाम्रो पारा। हेर्नु हाम्रो पारा यस्तै छ, हाम्रो पारा यस्तै छ। हाम्रो फोटो सेसनको कार्यक्रमहरू चल्दैछ, हजुरहरूले हेर्दै हुनुहुन्छ। तर लाइक, सेयर, कमेन्ट चाहिँ गर्नु नभुल्नु होला है प्लिज। जति मलाई चाहिँ सब्सक्राइब गर्नुहुन्छ, लाइक गर्नुहुन्छ, तपाईँहरूलाई नै उति नै म यस्तो चाहिँ सुविधाहरू दिन सक्छु। अब हामी लाग्यो हेर्नुहोस्, मलाई त कस्तो भने काली लागेको। यो भ्यू टावर जाँदाखेरि अहिले सम्झिँदाखेरि पनि हेर्नुहोस् असली काली लाग्छ। यहाँबाट चाहिँ तल हेर्दाखेरि त मुटु नै सिरिरिरिरिङ नहुने, मुटु सिरिङ नहुने। तर यहाँको दृश्यलाई हेर्नुहोस्। अब यो भ्यू टावरबाट सर्वप्रथम तपाईँहरूलाई देखाउन चाहेँ यही थाप्लेको भगवान् सबभन्दा विश्वको सबभन्दा ठुलो मूर्ति चाहिँ तपाईँको सबभन्दा ठुलो मूर्ति भगवान् बुद्धको देखाउन चाहेँ। त्यसपछि यसबाट देखिने दृश्यहरूको अवलोकन गराउँछु म तपाईँहरूलाई बिस्तारै। हेर्नुहोस्, यो आयो दरेन सिरबारीको भेग होइन। पहिला चाहिँ अब दरेन सिरबारीको भेग आयो, त्यो ढकालतोक दरेन सिरबारी बिचमा ढकालतोक पर्छ यो। त्यसपछि अर्को यो कुन्चेरी भइसकेपछि दरौँ आयो। यो दरौँ देखाइसकेँ तपाईँलाई अलिक छिटो मोबाइलमा आएछु। यो फेरि खोला आँधी खोला देखाइसकेँ। त्यसपछि तपाईँहरू यी दृश्यहरू मस्त हेर्न पाउनुहुन्छ। हामी बुढाबुढीले पालो पालो गरेर खिचिराखेका छौँ। तर यहाँबाट अद्भुत 360 भनौँ न, 360 डिग्रीको कोणमा चाहिँ तपाईँको सर्लक्क हेर्दाखेरि पुरा मैले त अचम्मै लाग्यो। हजुर यस्तो त दुनियाँ मैले देखेकै थिइनँ। म यहीँ भएर पनि यस्तो मजासँग यत्रो फराकिलो चाहिँ अब प्लेनबाट खिचे जस्तो है, यत्रो फराकिलो चाहिँ संसार मैले चाहिँ सायद देखेकै थिइनँ जस्तो लाग्यो। आज मलाई पहिलोपल्ट अद्भुत चाहिँ एउटा स्वर्गीय आनन्दको अनुभव भइराखेको छ। आदरणीय दर्शकबिन्दुहरू, हजुरहरूले पनि यो भिडियो हेरेर अति आनन्द मानिराख्नु भएको छ होला होइन।
तर म बोल्दाखेरि हजुरलाई केही डिस्टर्बेसन भइरहेछ भने त्यसको लागि म क्षमा प्रार्थी छु, किनभने मैले भनिदिउँ, केही बुझाउँ, केही चिनाउँ भनेर तपाईँहरूलाई म आफू बोलिरहेको हो। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। ओहो ल हेर्नुहोस् यस्तो राम्रो, मैले अघि तपाईँलाई भन्दै थिएँ यी भेकहरू, यी ठाउँहरू तपाईँहरूले कुन कुन ठाउँहरू चिन्नुहुन्छ, कुन कुन ठाउँहरूलाई जान्नुहुन्छ, ल हेर्नुहोस् कति राम्रो चाहिँ तपाईँहरूलाई दिइरहेको छु। अब मेरो बुढीले मेरो चाहिँ उसको साथमा भ्यूहरू के अरे त्यहाँको चाहिँ दृश्यहरूको अवलोकन गर्दैछन्। मैले चाहिँ यता देखाऊ उता देखाऊ भनिरहेको छु। यस्ता अवलोकनहरू तपाईँहरूले पनि गर्नुहुँदा, मेरो साथमा आउनुहुँदा मलाई धेरै हर्ष भएको छ र यी भिडियोहरू मैले प्रस्तुत गर्नु पाउँदाखेरि पनि मलाई आफूलाई धेरै खुसी लागिरहेको छ र हजुरहरू पनि अत्यन्त प्रसन्न मुन्द्रा भई, अत्यन्त खुसी भइकन यी मेरो भिडियोहरूलाई लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु हुनेछ भन्छु होइन। अब हामी बिस्तारै बिस्तारै यहाँबाट चाहिँ अब हामीले चाहिँ अब घरतिर फर्किने बेला आइसकेको छ। यहाँ अत्याधिक जाडो पनि छ, हावाले पनि हामीलाई मस्त हानिरहेको छ। यहाँ पानी खाने सुविधा पनि नपाइएको र हामीले साथमा पनि पानी नल्याएको हुँदा हाम्रो मुख पनि सुकिसकेको छ। यहाँ रमाइलो पनि धेरै रमाइलो भएको छ। मैले यति अग्लो ठाउँमा आएर यस्तो यसो गरेको हुँदा रमाइलो लागिरहेछ। अब मेरो बुढीले फेरि पनि बुढीले तपाईँ तल जानु र आउनु म खिचिदिन्छु भन्न लाइन के अरे, अनि फेरि ल भनेर खिचियो। अनि यस्तो नाटकीहरूमा यो यता पर्छ उता पर्छ, यो ठाउँ यो हो भनेर बुढीलाई चिनाइरहेको छु। यस्तै छ हजुर यहाँ रमाइलो। हस् त धन्यवाद साथीहरू, तपाईँहरूले यो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू भेरी मच।